वेलकम टु सबैलाई ह्याक एन्ड टेकमा। आज चाहिँ हामी नयाँ बक्स गर्न गइरहेको छौँ। त्यो भनेको चाहिँ वेब डिकोडर भन्ने यहाँनिर एउटा बक्स छ। त्यो बक्स चाहिँ हामी गर्न गइरहेको छौँ र यो बक्समा चाहिँ हिन्ज पनि छ, तर हामीलाई हिन्जभन्दा अगाडि सुरुमा हामीले त्यो बक्स पहिला ट्राई गरेर हेरौँ, अनि बल्ल हिन्जको बारेमा हामी हेर्न सक्छौँ। सुरुमा चाहिँ हामी यो बक्सलाई लन्च गर्न थाल्दैछौँ। वेब डिकोडर भन्ने बित्तिकै हामीले बुझ्छौँ कि हामीले वेबलाई डिकोड गर्ने, यहाँनिर भनेको कि वेबलाई इन्सपेक्ट गरेर हेरौँ भनेको। अब हामीले वेबलाई इन्सपेक्ट गरेर हेरौँ के भेट्छौँ। यहाँ त केही छैन। एउटा ट्राई इन्सपेक्टिङ द पेज फर माइट फाइन्डिङ इट दियर भनेपछि हामीलाई इन्सपेक्ट गरेर हेर्नु पऱ्यो हामीले यहाँनिर केही छ कि भनेर। इन्सपेक्ट गरेर खोलेर हेरौँ यहाँनिर केही हामीले भेट्न सक्छौँ कि भनेर। त्यस्तो धेरै भेट्नु पर्ने जस्तो कुरा केही छैन। अब यहाँबाट जाउँ। यहाँ एउटा ह्यास भेटाएको जस्तो हो। हामी यसलाई ह्यासलाई हामी क्र्याक गरेर हेरौँ। यसलाई हामी खोल्छौँ साइबर सेफ। साइबर सेफमा चाहिँ हामीले जुन पनि म्याक्सिमम् सबै कुरा 99% हामीले सबै कुरा हामीले डिक्रिप्ट गर्न सक्छौँ। त्यही भएर हामीले चाहिँ साइबर सेफै युज गर्छौँ। पहिला हामी पेस्ट गरिदिएर यहाँनिर म्याजिक टुल आएको हो। म्याजिक टुललाई हामी एकचोटि खोलिहेर्दाखेरि यहाँनिर वेब सक्सेसफुल्ली डिकोडेड भनेर आहा, एकचोटि यसलाई पेस्ट गरिहेरौँ यसले के काम गर्ला त, हाम्रो के सल्भ भयो त। सबमिट। यस, डन। हाम्रो यहाँनिर बक्स पनि सल्भ भयो। र धेरै धेरै धन्यवाद हजुरहरू सबैले मेरो भिडियो हेरिदिनु भएकोमा। मेरो भिडियो लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। फेरि अर्को भिडियोमा भेटौँला। गुड बाई।